सम्पूर्णमा नमस्कार। आज म हजुरहरूलाई हाम्रो नेपाली भाषाको एउटा विशेष स्वाद देखाउँदैछु। आमाको हातले बनाएको ढिँडो। हाम्रो परिवारको सम्पूर्ण सदस्यलाई आमाको हातले बनाएको ढिँडो निकै मनपर्छ। ढिँडो भनेको हाम्रो संस्कृति, हाम्रो पहिचान र नेपालीपनको स्वाद पनि हो। पहिले आमाले भाँडोमा पानी उमाल्नुभयो, त्यसपछि बिस्तारै कोदोको पिठो हाल्दै निकै मेहनत र मायाले ढिँडो घोट्न थाल्नुभयो। ढिँडो बनाउने प्रक्रिया यो हेर्दा सरल देखे पनि यो बनाउन त्यति नै सिप र धैर्य चाहिन्छ। सायद म मात्र त्यस्तो व्यक्ति होइन जसलाई आमाले बनाएको कुनै पनि कुरा मन पर्दैन। मतलब आमाले बनाएको हरेक कुरा मनपर्छ, किनभने उहाँले बनाउनु भएको हरेक कुरामा स्वादका साथसाथै उहाँको माया पनि मिसिएको हुन्छ। ढिँडो तयार भएसँगै अचार, तरकारी, दाल आदि झोलहरू राखेर खानाको ढिँडोको स्वाद नै फरक हुन्छ, त्यो पनि परिवारको साथमा खाँदा। आमाले ढिँडो बनाउनु भयो, अचार चाहिँ मैले बनाएँ अनि तरकारी चाहिँ दिदीले बनाउनु भयो। तरकारी, ढिँडो, अचार चाहिँ एकदमै मिठो हो। आमाले खाना बनाउनु भएको दिन चाहिँ मैले सदा खाए भन्दा नि दोब्बर खान्छु। आजको समयमा हामी धेरैजसो फास्टफुडतर्फ आकर्षित भइरहेका छौँ, तर हाम्रो आफ्नै नेपाली खाना ढिँडो पोषणले भरिपूर्ण, स्वस्थ र हाम्रो संस्कृतिसँग जोडिएको अमूल्य खाना हो।